यहाँबाट पारी यो चाहिँ हाम्रो साथीहरू कस्तो देखि उता माथि डाँडातिर हो कि खै कता हो मलाई नि थाहा छैन। अलि पुगेपछि थाहा हुन्छ। अनि यहाँ चाहिँ बाटो थोरै अप्ठ्यारो छ कि त्यही भएर भिडियो बनाउन नि अप्ठ्यारो भइरह। अनि घरबाटै भिडियो चाहिँ मैले बनाइनँ। यहाँ आधी बाटो मतलब भर्खर सुरु हुँदै बनाइसकेको छु। हेरौँ बाटो कस्तो छ गाउँ ठाउँ। हजुरहरूसँगै मसँगै हजुरहरू पनि घुमौँ सबैजना मिलेर। बाटो चाहिँ यस्तो छ साथीहरू, के गर्नु, गाउँघरको बाटो यस्तै हो। हजुरहरूलाई थाहा छ, कतिजनालाई थाहा नहोला, तर कतिजनाले त देख्नुभयो नि त, सबैलाई थाहा छ। ल हामी चाहिँ यहाँ पुग्यौँ। अनि त्यसपछि यहाँ माइक लगाउन भनेर चाहिँ रोकेर हामी यहाँ बसिरहेको छौँ। अब चाहिँ लाग्नुपर्छ साथीहरू। ल अब लागौँ है त साथीहरू। यहाँदेखि फेरि अगाडि बढौँ। यहाँबाट पारी यो चाहिँ हाम्रो घर हो साथीहरू। यहाँनिर यहाँ हो यो जुन देख्नुभयो नि हो, यो चाहिँ हाम्रो घर हो। अनि यहाँदेखि यता मासतिर देख्न सक्नुहुन्छ। हामी चाहिँ यहाँदेखि यता माथिबाट नि उताबाट आएको। अब यहाँबाट फेरि माथि जानु। ल हामी चाहिँ लगभग पुग्न लाग्छौँ है साथीहरू। पुग्न लाखौँ। बाटो चाहिँ यस्तो छ, के गर्नु। अब गाउँघरतिर मान्छे नबसेपछि बाटो त यस्तै त हुन्छ नि, होइन। हजुरहरूलाई थाहा नै छ, पुरै आधीभन्दा धेरै घरहरू पुरै खाली छन्। बाटो पनि यस्तो छ, मान्छे नबसेपछि, मान्छे नहिँडेपछि बाटो त यस्तै हुने भयो साथीहरू। ल यहाँ त भत्किएको छैन बाटो, बर्बाद भयो, बर्बाद। हिँडेर जानु पर्ने भयो। आरु छ क्या, हिँडेर जानु पर्ने। खुब हिँड्ने भएँ क्या म त, आज त खुब हिँड्ने भएँ क्या। यहाँ यो भत्किएको घरको टिन उडाएको हो क्या हावाले। यहाँ आरु रहेछ, टिप्दिनु न आरु। यहाँ टिपौँ भन्ने रे, आज टिपौँ भन्ने। बाटै छैन भाइ। यहाँको यो बसेको यो खाली घर रहेछ नि त, यो घरको टिन उडाइदिएछ। यत्रो झोला बोकेर हिँड्नु पर्यो है। छैन बाटो छैन, छैन है। अब हामी हिँडेर जानुपर्छ। जान त ठिकै हुन्थ्यो, आउन ज्याउ होला क्या, होइन। आरु टिप्दिनु न। आरु छ कि टिप्दिनु न प्लिज। हो
टिप्दिन त भनिस् नि त्यही भएर लु त लु ल है साथीहरू आरु आयो 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 आरु आयो आयो अहिले घस्रक्कै तल छिर्नु भयो भने बर्बाद हुन्छ नि एउटा दिनु हाँगा म नि नुगाउँछु ऐसे लु 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 टिप्पो टुप्पो केटोले टिप्पो बुढालाई छ्या है वानी छ के यहाँ आउनु म देखाउँछु एउटा मात्रै भयो लास्ट अब हामी यहीँबाट हिँड्दै जाने हो त भनेपछि किन फेरि हेलमेट लगाएको त ल साथीहरू म त यस्तो ठाउँतिर हिँड्दैछु यस्तो खाँदै अनि थाहा यस्तो पारामा हामी चाहिँ त्यहाँ टिन पल्टेको कारणले हिँड्दै जानुपर्ने भयो रोड खै कता कता हिँड्ने हो ल यसो मलाई देखाउनु न यहाँबाट नि टाढै छ कति मिनट 5 मिनट अनि साथीहरू हजुरहरूलाई मेरो बिहा भएको कहाँ होला भन्ने ला होला हैन मेरो बिहा भएको चाहिँ गुल्मी इस्मा ठाउँ त ठिकै हो ठिकै भन्नुपर्छ खाने हो भिडियो सेयर गरिदिनु पर्छ त्यही हो होइन के अब यत्रो बाटो कसरी हिँड्या होला जस्तै लाउँछ के मलाई चाहिँ तर अब यतै बसेको मान्छेहरूलाई त बानी पर्या होला हैन मेरो चाहिँ यहाँ घोडाले काम नगरेर बिजोग भइरह ल साथीहरू हामी चाहिँ मामा घर गएर फर्किसक्यौँ यस्तो घाम लागिरह साथीहरू आमामा कुरै नगरौँ मेरो माइक त स्विच अफ भएछ घामले पोलेर यहाँ मेरो बिजोग भइरह ल त्यही हो साथीहरू अझै हामी 2-3 ठाउँमा पुग्ने प्लानिङमा छौँ आज चाहिँ बाटोमा त बाइक गइहाल्छ बाटो नभएको ठाउँमा चाहिँ यसरी हिँड्नुपर्छ हामी है यहाँ हेर्नु साथीहरू यहाँ यस्तो राम्रो घर छ है तर सबै खाली छन्
अब चाहिँ हामी यो टिन भाटामा आइपुग्यौँ। हामी चाहिँ बाइक यहाँ छोडेर गएको थियौँ नि त। छोरी छोरी पनि मिल भएको है, त्यतातिर नि बसेको हामी चाहिँ लगभग एउटा घर भइयो, अब दुईटा घर फिर्दै यता चाहिँ लगभग अलिक मेन नै पर्ने भएर मेन बाटै पर्ने भएर चाहिँ अलिक रमाइलो छ। घरहरू पनि बन्दैछ त्यो जस्तै अब यो मेन बाटोबाट भित्री भागहरू हुन्छ नि हो, त्यस्तामा चाहिँ मान्छे नै कताबाट हो जाने त्यता हो यतिको यस्तो छ बाटो। अलिकति अप्ठ्यारो बाटो आयो भने त राम 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 भन्दै जिन्दै जाने भयो त झर्छ होला हौ। मोबाइल राख्न पाइएन। रमाइलो त यसो हेर्दा ठाउँहरू रमाइलो, अलिकति बाटोहरू मात्रै दुःख हो के खास है। यस्तो राम्रो घर बनाएर बस्छ, कति राम्रो बनाएको नि। साथीहरू यो चाहिँ हाम्रो फुपू दिदीको घर हो यहाँ, अनि त्यसपछि हामी चाहिँ यो फुपू दिदीको घरमा सेकेन्ड टाइम, अनि त्यसपछि यहाँबाट नि फर्किसक्यौँ साथीहरू। अब चाहिँ अर्को ठाउँमा जाने। यहाँ चाहिँ अलिकति भए पनि बाटो पिच रहेछ कि सरर पिचमा त यस्तो रमाइलो भएको थियो कि सकिहाल्यो। पिच त यति मात्रै रहेछ, पिच आयो भनेर के कानै खुसी भएको त राम राम। लु साथीहरू हामी चाहिँ फाइनली घर फर्किसकेका छौँ। अनि थाहा छ अनि हामी चाहिँ हिजै फर्किन भनेर प्लानिङको साथ आएको होइन, अनि पानी परेर हामी फर्किन पाएनौँ। त्यही भएर आज चाहिँ हामी भोलिपल्ट बिहान फर्किँदैछौँ घरतिर। यहाँ आधी बाटो भन्दा नि अलिकति यता आइसक्यौँ। अब चाहिँ लाग्यौँ साथीहरू, अब घर पुगेर भेट्नुपर्छ। बाटो अप्ठ्यारो छ नि त, अनि यस्तो मोबाइल निकालेर भिडियो बनाऊँ कि यहाँ समातम हुन्छ मलाई, अनि त्यसपछि के भन्छ अरे कस्तो गाह्रो हुन्छ, त्यही भएर चाहिँ भिडियो राम्रोसँग बनाउन पाउँदिनँ। अब घर पुगेर भेटौँ न साथीहरू। इस्माकोट साथीहरू कस्तो राम्रो छ है, तर मलाई यहाँनिर यस्तो भिड छ कि अनि कस्तो डर लाग्छ नि। हेर्नु न साथीहरू, हाम्रो घरतिर त केही देखिन्न है, यता त यस्तो राम्रो देखिने कि यस्तो राम्रो है। अझै रातिमा बत्ती बलेको बेलामा यस्तो राम्रो देखिएको थियो कि त्यो बाटो अँध्यारो भएर बाटो हेर्ने त्यो सुरले मलाई भिडियो बनाउनै आएन कि। साथीहरू यस्तो यस्तो बाटो हिँड्ने कि पुरै राइड गएको फिल भयो।
साथीहरू हामी चाहिँ मैले चाहिँ घर पुगेर हामी चाहिँ होइन कि मैले चाहिँ घर पुगेर भिडियो बनाउँछु भन्ने सोचेको होइन तर हामी यहाँ इस्माकोट यो दरबार होइन दरबारमा जाने प्लानिङमा आइपुग्यौँ त्यही भएर हामी चाहिँ यहाँ माथि जाँदैछौँ तर यहाँ बाटो चाहिँ यस्तो रहेछ यहाँ दायाँ पनि सिस्नो छ बायाँ पनि सिस्नो छ साथीहरू गाह्रो छ पुरै थाकेर बिजोक छ बिजोक अनि भ्यू चाहिँ यस्तो राम्रो देखिन्छ वाउ टाइप त्यो तलबाट यति माथि उठ्ने त वाउ टाइप हुन्छ त्यस्तै हेर्नु न सर यस्तो राम्रो देखिने कि यस्तो राम्रो ठाउँ अनि वरिपरि भ्यू देखिने आमामा यस्तो रमाइलो छ राम्रो छ कि हैन यहाँको सिडीहरू पनि भत्केछ बाटो दरबार जाने बाटो 100 मिटर छ यहाँबाट बस्ने ठाउँ रहेछ होइन ए यहाँबाट रहेछ बाटो गाड हाउस ढोका सबै भत्किएदेखि मुख्य दरबार यहाँबाट छिर्ने साथीहरू चोरी गरेर यताबाट छिर्न पाइँदैन है चोरी गरेर यताबाट छिर्न पाइँदैन हामी मात्रै हो यहाँबाट छिर्न पाइने मैले निकालिदिन्छु नि त्यो चोपर देखेको त त्यही घरमा बसेको त यत्रो बाटो आइसक्यो हामी छिटो यहाँ कहिले होइन हो क्या ल साथीहरू हामी चाहिँ इस्माकोट दरबारको शिरमा आइपुगिसकेको छौँ अनि यहाँदेखि चाहिँ चारैतिर भ्युज देखिँदो रहेछ राम्रो यहाँ माथि नै चढ्नु पर्दो रहेछ कि माथि नै चढ्नु पर्दो रहेछ यस्तो राम्रो छ कि आमा कुरै छोडिदिउँ हो कि आज के भन्छ अरे चिसो पुरै न भिड कस्तो कति मान्छे काट्छन् घाँस यहाँ घाँस काटेको त हो नि राम्रो यहाँ पारिन रहेछ यहाँ चाहिँ जाँदैन हेलिकप्टर बस्थ्यो पहिला कहाँ त्यहाँ हेलिप्याड हो आर्मीको हेलिप्याड हो त्यो ए उयो त लाली गुराँसको बोट हो क्या यो होइन होइन सिलाउने हो ए हेलिप्याड थियो नि पहिला हेलिकप्टर बस्ने यस्तो बनाएको थियो नि पहिला आर्मीको हेलिकप्टर बस्ने त्यहीँ हो यस्तो राम्रो ठाउँ मैले धन्नै मिस गरेछु साथीहरू मलाई उहाँले जाम घुम्न जाने हो भन्दाखेरि म होइन पर्दैन म त जान्न भनेको लास्टमा नभनिकन बाइक माथि लिएर आउनुभयो होइन अनि आएँ यस्तो राम्रो रहेछ कि अहिले चाहिँ यस्तो राम्रो लागिरहेको कि अब थ्याङ्क यू भन्छु अहिले ट्र्याकिङमा आएको फिल भइरह
ल फाइनल्ली साथीहरू हामी चाहिँ घर पनि आइपुगिसक्यौँ अनि एकछिन आराम गरेर तल अनि अब चाहिँ यहाँ कपडा सपडा चेन्ज गर्नुपर्ने हुन्छ। त्यही हो साथीहरू, आजको लागि बाई। हाम्रो भिडियो कस्तो लाग्छ कमेन्ट गरिदिनु होला अनि फेरि भेटौँला अर्को नेक्स्ट भिडियोमा। त्यतिखेरको लागि बाई बाई।